क्या हाल चाल भाइ लोग। चलो यार, नमस्ते साथीभाइहरू, के छ सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै आरामै छु। र आज यसै बस त्यो ऱ्यान्डम तरिकाले बाहिर निस्केको थिएँ। अनि बाहिर यो चाहिँ अछाम अहिले पारी सापी जान आएको। अहिले गर्मीको मौसम छ नि त। अनि फेरि नदी नाला खराहरू पुरै त्यहाँ केटाहरू पौडी चौडी खेलिरहेको छन्। नदी चाहिँ खेल्नै पऱ्यो क्या यार, जान्छु होला म 100%। अनि अर्को कुरा भनेको चाहिँ यो घडी छ नि, यो चाहिँ मैले गिफ्टमा पाएको घडी हो क्या। एकजना साथीले ला तेरो राम्रो समय आउनेवाला छ भनेर दिएवाला घडी हो। अनि अस्ति भर्खर आयो खसेर यसको बाहिरको काँचहरू पुरै क्र्याक भएको क्या। चेन्ज त गर्न मन थिएन, तर जहाँ देखिरहेको त्यही भएर अहिले चेन्ज गरेँ गर्नलाई। त्यो नोटिसेबल चाहिँ छैन मलाई, तर जो ओरिजिनल उ थियो नि घडीको चमक त्यो चाहिँ अलिकति मिसिङ छ। अनि यस्तो फिल भइरहेको कि ल अब मेरो बुरा टाइम सुरु भयो टाइपको फिल भइरहेको जसरी उयो भनेर चाहिँ। तर केही छैन, मान्छेले लाइफमा अप्टिमिस्टिक चाहिँ हुनुपर्छ, आशावादी सकारात्मक रूपले। मलाई पर्सनली चाहिँ पानीसँग चाहिँ छुट्टै लगाव क्या। यो पौडी खेल्ने, माछा मार्ने होइन, यस्तो साथीभाइसँग रमाइलो गर्ने त्योलाई भिग्रै भागिदिने रमाइरहेको हुन्छु। अब आज पनि यता थिएँ त, यहाँ बुढीगङ्गादेखि नदिएँ, गर्मी नै भइरहेछ है, छिर्किनुपर्छ टाइपको फिल भइरहेको क्या। म त यसो नदी छिर्नै मन लाग्यो, त्यही भएर यता नदी छिर्न आइदिएको। लोकल केटाहरू खेलिरहेछन्। खासै ठुलो त छैन जस्तो लाग्यो। ए माछा नि मारेर रहेछ। अब यार फेरि माछा मारेर आएछन्, फेरि म नजाउँ भन्छु। फेरि यस्तो वातावरण मिल्छ। आज माछा मार्ने मान्छे पनि धेरै भएर पनि हो कि राते राति नै आउनुहुन्छ र? मेरो चौखुट्टे हो। हेर न मेरो दिमाग नास्ता छिरेको थिएँ होइन, म खल्टी चेक गरेँ दुईचोटि। त्यो नास्ता खाने पसलमा पुगेँ कि कहीँ टेबलमा छोडेँ कि भनेर। ल खै दाइ सुन्नुहोस् त, एकै अलिकति साइड लगाइदिनु न। दुईचोटि त्यता पुगेमा छ कि भनेर। ल कहाँ गयो अहिले आएर हेर्छु त, म बाइकबाट निकाल्नै बिर्सेँ क्या। दिमाग त कसम है बेइज्जती यार। एकछिन त म आफै पागल भएँ। ल ल्या जस्तो पनि लाग्छ, फेरि खल्टीमा हेर्छु छैन। प्रायः गरेर म निकालेर खल्टीमा राख्थेँ क्या। लास्टमा धन्न कसैले केही नगरिदिएको यार। लगभग आधा घन्टा जति भयो है। बाइकमै छ चाबी पनि। फेरि हेलमेट लगाएर गएको छु क्या, मलाई अरूमाथि विश्वास लाग्दैन। प्लस बाहिर त्यसो पार्किङ सार्किङ गरेको बेला हेलमेट इस्यु हुने हुनाले ट्रस्टी
राइट आज भोलि दिमाग कता गएको छ यार I am who I'm meant to be. I am who I'm meant to be. Over and out again. My future needed clarity.